ब्याड न्युज मेरो फोन खानामै पसेर चिप्ले अचार भयो भर्खर पुसेर राखेको गाइस मर्निङ गाइस वेलकम ब्याक टु माई च्यानल अगेन इट्स मी प्रेरणा अनि न्यू डे न्यू भ्लगको सुरुवात भइसकेको छ अनि 365 डेजको च्यालेन्जको डे 3 हो सो यस्तो चाहिँ किन हुन्छ होला गाइस भनिदिनुहोस् होला मलाई लाइक सेयर कमेन्ट गरेर छुट्टीको दिन चाहिँ छिट्टै आँखा खोलिनु अरे 8:53-54 समथिङ भएको छ अहिले चाहिँ अनि म चाहिँ उठिसकेको छु अनि मेरो घरको सबैजना पनि उठिसकिसकेको छ आज छुट्टीको दिन चाहिँ अनि न छुट्टीको दिन त सबैजना भुस हुन्छ जस्तै म पनि भुस हुन्छु अन्त क्लास मिस हुन्छ त्यस्तो चाहिँ किन हुन्छ होला भन्नुहोस् न सो हेर्दै गर्नुहोस् आज छुट्टीको दिन म के गर्छु सो स्टे ट्युन फर्स्टमा उठ्दै चाहिँ यहाँ मेरो फादर र ओलिभिया छ अन्त यहाँ मेरो प्यारो बुकु छ अन्त मेरो आमा चाहिँ अहिले मैले भ्लग स्टार्ट गरेको बुस भएछ एक्टिङ गर्दैछ है गाइस हेरिहाल्नु छुटेर एक्टिङ गर्दैछ हो अनि मेरो बहिनी सधैँ चाहिँ उठ्दा उठ छिटो ढिलो भइसक्यो भन्दै मान्छे चाहिँ आज उठेर चाय बनाउँदैछ गाइस मर्निङ गाइस अचम्मै भइगयो हामी के गर्नुपर्ने होला सर्ट्स भिडियोमा या त लङ भिडियोमा या त ब्लगमा के गर्नुपर्ने होला कमेन्ट गर्नुहोस् होला मेरो बहिनी र म घरमै छौँ अनि मेरो बहिनी सधैँ ढिलो उठ्छ आज त छिटो उठेको छ चमत्कार अब गुड डे अब चाहिँ ब्रेकफास्टको कार्यक्रम हुँदैछ अब मेरो फादर लुगा पट्याउने फादर गाइसलाई भन्नु के छ भन्नु लुगा पट्याउने हेलो हेलो गुड मर्निङ गाइस भन्नु गुड मर्निङ गाइस भन्नु गुड मर्निङ गाइस म त खाना खाइसक्यो अलिले चाहिँ अब हामी ब्रेकफास्ट गर्नेछौँ सो हेर्दै गरेर ब्रेकफास्ट टाइम भइसकिसकेको छ हेर्नुहोस् होला ओलिभियाले क्रिम खाएको गाइस क्रिम रोल खाँदैछ ओलिभियाले ओलिभिया बहिनी मेरो फादर चाहिँ उयो पर पुरा बोल्दैछ मेरो पापा है गाइस यस्तो बोल्दैछ मेरो हजुरआमा पनि चिया पिउनु हुँदैछ सो गाइस मलाई चाहिँ घरबाट दोकान पटक छ हो खाने चाहिँ सबैजना हुन्छ खाजा ल्याउने चाहिँ म मात्रै हुन्छु एउटा यहाँ हेर्नुहोस् प्रेरणा दर्पण हो यहाँ हेर्नुहोस् हो यहाँ हेर्नुहोस् हो अन्त यहाँ हेर्नुहोस् हाम्रो यहाँनिर मेन खाने मान्छे चाहिँ यहाँ छ है मम्मीले खानु पाएको छैन हो बाबा सबैभन्दा बेसी खाने चाहिँ ऊ हेर्नु सक्नुहुन्छ कम्ती खाने चाहिँ यहाँ छ हो सबैभन्दा कम्ती खाने चाहिँ अन्त म झन् खाँदिनँ म कस्तो छु फेरि खाना लिनु जाने खाजा लिनु जानु आँटेको किन पुगेन नि त यहाँ जनसङ्ख्या बेसी भएर हो गाइस बाहिरको वेदर हेर्नुहोस् न कस्तो दामी वा चिकिट आउट घाम लागिरहेको छ सो हेर्दै गर्नुहोस् होला ओछ्यानमै छ हेर्नुहोस् गाइस यस्तो खालको भ्लगरहरू हुन्छ यहाँ हेर्नुहोस् फेरि पनि मेरो काम चाहिँ सुरु भइसकेको छ हेर्नुहोस् होला लुगाको भण्डार होलसेल मालमा बेच्दा पनि हुन्छ यो लुगाहरू सो अब चाहिँ म यसलाई अरेन्ज गर्न लागिरहेको छु हेर्दै गर्नुहोस् दिन होलिडेमा पनि साथी भन्दा पनि अलिकति मजा नै आउँछ सो हामीले चाहिँ तल बारीमा मम्मीले इस्कुस र आलु रोप्ने थियो सो म देख्न चाहिँ तपाईँहरूलाई हामी तल गएर के गर्छ हेर्दै गर्नुहोस् जान्छ तल
ग्राउन्ड फ्लोरमा यताबाट जानुपर्छ हेर्दै गर्नुपर्छ होला मेरो मम्मी चाहिँ अलरेडी तल पुगिसकिसक्यो मम्मी मम्मी अलरेडी पुगिसकिसक्यो गाइस अब यहाँबाट झर्ने चाहिँ कसरी अवस्था हेर्दैछ मेरो आमाले ल हुन्छ भेट्दैछ फेरि होला अब हामी चाहिँ यहाँ तल बारी भन्दा पनि यहाँनिर भक्कु मान्छेले मैलाहरू खान्छ हो यो केराको अनि टमाटरको चाहिँ पापाले रोपेको थियो तर बेसी मैला भएर छोडिदियो बाबाले पनि सफा गर्नु र आज चाहिँ हामी सफा गर्न आइरहेको छु हेर्नुहोस् होला यस्तो छ होला यहाँनिर चाहिँ मेरो आमाले गरेछ मैलाहरू बसेको छ हेर्नु यसरी फ्याङ्छ मैला चाहिँ यस्तो छ यहाँ गर्नु के आएको थियो गर्नु के पऱ्यो पऱ्यो भने आगो बोलिरहेको छ आमाले मैला जलाउँदैछ हो अनि मैले पनि आधी जलाएँ मेरो पापाले पनि डराउनु रहेछ मैला यहाँ चाहिँ यति बेसी मैला खान्छ कि भन्नु यत्रो प्लास्टिकको यो प्लास्टिकहरू त उयो हुँदैन नि त जमिनमा बिल्लिँदैन नि त होइन त्यही कारणले गर्दा त्यो गरेर कस्तो एयर पल्युसन पनि यो इन्भाइरोमेन्ट पल्युसन हुन्छ तर एयर पल्युसन पनि हुन्छ तर अब के गर्नु यति बेसी फ्यान्छ माथिबाट डङ डङ गर्ने आवाज सुन्छ यस्तो छ मैला हेर्नुहोस् होला म तलबाट आइसकेको छु मैला सबै डराइसकेर जानु के गर्नु गएको थियो गरेर के आउनु पऱ्यो सो के पनि छैन हामीले क्लिनिनेस गऱ्यौँ मेरो मम्मी र पापा चाहिँ तलै हुनुहुन्छ सो म चाहिँ घर आइपुगिसकिसक्यो र हेर्दै गर्नुहोस् होला के हुन्छ योभन्दा अगाडि सानोलाई हेरिदिनु होला है तले न हेलो यहाँ गाइस हेर्नु त म हेर्नु न हेलो गाइस मेरो लागि प्लिज लाइक कमेन्ट सब्स्क्राइब गरिदिनुहोस् ल भन्देऊ न बडीको च्यानल भन्दैन बडीलाई धेरै धेरै माया दिनुहोस् ल भन्देऊ न होला हाम्रो पार्टी हुँदैछ दिदी बहिनीको हो अन्त यहाँ हाम्रो ओलिभिया मम्सी ओलिभिया अब चाहिँ खाना खानु बसिसकेको छ लन्च टाइम चाहिँ 3:30 हुँदैछ गाइस हेर्नुहोस् होला जोइ मेरो जोइ यहाँ छ मेरो बहिनी खाँदैछ मेरो आमा दाँत दुखेर सिरियस भइरहेछ बोजू पनि खान्छ बोजू गाइस अनि आजको दिन चाहिँ मेरो यतिमै बित्यो अनि 365 डेजको च्यालेन्ज भ्लग 3 अनि आजको दिन छुट्टीको दिन तर मेरो धेरै बोरिङ गयो डे अनि भोलिदेखि म कलेज जानुपर्छ अनि भोलिदेखि फेरि इन्ट्रेस्टिङ भ्लग हेर्नु पाउनुहुनेछ तपाईँहरूले बिचमा मेरो साथीहरूले पनि भ्लग गर्दैछ सायद सो मेरो भ्लग बोरिङ आजको दिन बोरिङ देख्यो भने पनि प्लिज कृपया दया गरी हेरिदिनुहोस् होला लाइक सेयर कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनुहोस् होला थ्याङ्क यू फर वाचिङ